हेलो एभ्रिवान र फेरि पनि नेपालको सेकेन्ड ब्लगलाई मैले मेरो भिडियोमा लिएर आएको छु र यस यो भिडियोलाई अन्तसम्म हेरिदिनुहोस् होला र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने गरिदिनुहोस् होला र यो भिडियो तपाईँलाई मनपर्छ भने सेयर गरिदिनुहोस् र कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला। र हामी नेपालमा हुँदाखेरि चाहिँ एउटा ह्याप्पी ल्यान्ड भन्ने वाटर पार्कमा हामीले भिजिट गरेको थियौँ र त्यहाँनिर जाँदाखेरि यो एन्ट्री पोइन्ट चाहिँ यस्तो थियो र त्यहाँनिर गेटमा टिकट काउन्टर थियो र टिकट काटेर हामी भित्र गयौँ र भित्र जाने बित्तिकै हामीले त्यहाँनिर एकदमै राम्रो भ्यू हामीले त्यहाँ ह्याप्पी ल्यान्डको भ्यूलाई हामीले देख्न पायौँ र जग्गा जग्गामा यस्तो फोटो खिच्नका लागि सेल्फी कर्नरहरू पनि त्यहाँ राम्रो राम्रो सेल्फी कर्नरहरू पनि त्यहाँनिर बनाएको हामीले देख्यौँ र हामीले सेल्फीहरू पनि खिच्यौँ। र विशेष गरी यो पार्कको मलाई मन परेको चाहिँ नानीहरूको खेल्ने जग्गा एकदमै राम्रो निट एन्ड क्लिन अनि राम्रो थियो र फिस स्पा पनि थियो र यस्तो सानो ताजमहल जस्तो पनि फोटो स्पोट उनीहरूले बनाइदिएको थियो र त्यहाँनिर पनि हामीले फोटोहरू खिच्यौँ हामीले पनि। र यो ह्याप्पी ल्यान्डको चाहिँ एरिया एकदमै ठुलो भएको कारणले गर्दा त्यहाँनिर जग्गा जग्गामा खाना क्यान्टिनहरू पनि थियो, त्यहाँनिर खाँदै पनि इन्जोय गर्दै गर्दै गर्ने ठाउँहरू पनि त्यहाँनिर थियो र हामीले पनि इन्जोय गऱ्यौँ र फोटोहरू खिच्यौँ। र यहाँनिर चाहिँ यो चाहिँ यहाँ चाहिँ स्विमिङ पुल, यहाँनिर चाहिँ ठुलो सानो सबैजना यहाँनिर खेल्नु सक्ने स्लाइडिङवाला स्विमिङ पुल थियो र हामीले मिनी जू पनि हामीले भिजिट गऱ्यौँ र यो चाहिँ नेपाली स्टाइलको घर अनि मिनी जूमा चाहिँ कम्ती मात्रामा एनिमल्सहरू थियो जो चाहिँ तपाईँले मेरो ब्लगमा देखिसक्नु भएको छ र यस्तो समर हाउसहरू पनि थियो अनि फुल अफ ग्रिनेरिज, फुल अफ लाइट, फुल अफ ओपन स्पेसहरू त्यहाँनिर थियो र यो मिनी जूमा भएको एनिमल्सहरू अनि त्यहाँबाट हामीले इन्जोय गऱ्यौँ र यहाँनिर चाहिँ फ्यामिलीहरूको लागि एकदमै क्वालिटी टाइमहरू चाहिँ तपाईँले बिताउन सक्नुहुन्छ, नानीहरूको लागि फ्यामिलीको लागि एकदम राम्रो। र यो चाहिँ हो सेल्फी डाँडा यसलाई चाहिँ भन्दो रहेछ र हामीले पनि त्यहाँ गएर सेल्फीहरू खिच्यौँ र ह्याप्पी ल्यान्डको फुल भ्यू हामीले त्यहाँबाट देख्न पायौँ। र यहाँनिर चाहिँ गाडीबाट जाँदा र बाइकबाट जाँदाखेरि पनि कुनै प्रब्लम हुँदैन रहेछ किनभने त्यहाँनिर चाहिँ पार्किङ एरिया चाहिँ एकदमै ठुलो थियो गाइज। र यहाँनिर चाहिँ यो सबै कुराहरूलाई चाहिँ एकदमै राम्रोसँगले डेकोरेसन गरेर युनिक टाइपले राखेको मैले देखेँ अनि एकदमै राम्रो ठाउँ थियो र फ्यामिलीको लागि नानीहरूको लागि एकदमै राम्रो ठाउँ यहाँनिर घुम्नका लागि थियो र हामीलाई पनि यो ह्याप्पी ल्यान्ड घुमेर एकदमै मजा लाग्यो। यहाँको फ्लावरिङ प्लान्ट, नन फ्लावरिङ प्लान्टहरूलाई देखेर यो डेकोरेसनहरूलाई देखेर हामीलाई धेरै खुसी लाग्यो र नानीहरूको लागि मिनी ट्रेन, यो क्लक टावरहरू, एरोप्लेनहरू, समर हाउसहरू यसरी बनाएको एकदमै युनिक र डिफ्रेन्ट हामीलाई लाग्यो र गाइस हामीले मजा गऱ्यौँ यो जग्गामा गएर। अनि जुन गेटबाट हामी चाहिँ आयौँ त्यहाँबाट चाहिँ हामी एक्जिट चाहिँ भएनौँ किनभने एक्जिट हुने जग्गा चाहिँ अर्कै जग्गापट्टि थियो अनि यो ह्याप्पी ल्यान्डमा चाहिँ अझै मात्रामा धेरै यस्तो चिजहरू थियो जुन चाहिँ मैले मेरो ब्लगमा क्याप्चर गर्न सकिनँ र हामी चाहिँ अर्को ठाउँबाट एक्जिट भयौँ गाइस। र त्यहाँबाट एक्जिट हुँदै गर्दाखेरि पनि खाने ठाउँहरू एकदमै राम्रो थियो, बस्ने ठाउँहरू, तर हामीले चाहिँ बाहिर आएर खाजा खायौँ गाइस। थ्याङ्क यू फर वाचिङ।